ए छुच्चो रहेछ यो छुच्चो रहेछ हो दिदी यो टमाटर कहिलेसम्म आउँदा हुन्छ तपाईँलाई भन्नु त ट्याक्कै हजुर अब 15 दिनबाट हुन्छ 15 दिन सर्वतर्फ हुन्छ यस्तो गर्मी अलि हेरेर टिप्नु दिदी सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू एपिसोड सबैजना सन्चै हुनुहुन्छ होला सबैजना सन्चै बस्नुपर्छ मातापाती भाडा देवीले चाहिँ सबैको कल्याण गरून् भन्दै फेरि पनि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु यो भिडियो चाहिँ यहीँबाट सुरु गर्न चाहन्छु म चाहिँ धेरै दिन पछाडि हाम्रो जोरसिमल देखिन्छ ठ्याक्क अपोजिट यतापट्टि निन्दा खोला छ निन्दा खोलादेखि ठ्याक्क अपोजिट 4-5वटा घर मात्रै छ कि यहाँनिर म धेरै समय पछाडि चाहिँ म यहाँनिर आएँ मेरो होइन आफन्तहरू पनि छ यहाँनिर अनि म पूजामा आएको थिएँ होइन अनि त्यहाँ पूजामा आएर चाहिँ एकछिन भित्र छिर्या मात्रै म त यतातिर हेर्छु म त एकदम धेरै क्या चकित परेँ ल साथी हो टमाटरहरू चाहियो भने चाहिँ यहाँ टमाटर खेतीमा आउन सक्नुहुन्छ तपाईँहरूले होइन ट्याक्कै अब सिजनमा ट्याक्क अब यो धेरै पनि हुँदैन अब 1-1.5 महिना पछाडि चाहिँ ट्याक्क पाकेर चाहिँ रातो हुन्छ होला अनि म त्यतिखेर आउने कोसिस गर्छु सो होइन टमाटर अनि करेला होइन अनि यतापट्टि के को भोटो यो वाट इज दिस खोइ के फलेको रहेन रहेछ यहाँको चाहिँ अब टमाटरको चाहिँ खाँचो पर्दैन जस्तो लाग्यो मलाई अब मैले यहाँनिर मार्क लगाइसकेँ अब म यहाँनिर टमाटर लिन आउँछु फल्या बेलामा रातो भएको बेलामा पाक्या बेलामा लिन आउँछु म टमाटर के हो करेला चाहिँ अहिले म लैजाउँ कि भन्ने खालको कुरा चाहिँ मनमा लाग्यो अलिअलि अब करेला मलाई चाहिँ धेरै मन पर्दैन आमालाई चाहिँ अब आमा चाहिँ अलिकति प्रेसर हाई हुन्छ नि त अनि करेला खायो भने दामी हुन्छ होइन आमालाई चाहिँ लगिदिउँ कि भन्ने खालको सोच आयो मेरो चाहिँ अब एकचोटि म यहाँनिर धनीलाई यहाँको टमाटर करेला धनीलाई सोध्छु तर्छ पनि हो मा एकदम के भयो यो सुन्नु न यो टमाटर त अहिले पाकेर ल्याउँछ करेला रहेछ होइन 1-2वटा कसरी के हो त्यो करेला 50 केजीको 50 रुपियाँ केजी चाहिँ लैजाउँ नलैजाउँ 3जनाको फ्यामिली मात्रै हो त्यो पनि 1जना मात्रै खानुहुन्छ 2जना चाहिँ खानुहुन्न आधी केजी लानु पाइन्छ लाउनुहोस् न करेला लिएर जाने गाइज 50 रुपियाँ केजी अरे म चाहिँ आधी केजी मात्रै लिएर जाने ल गाइज म लोकेसन चाहिँ तपाईँहरूलाई म भनिदिन्छु होइन अबको 15 दिन पछाडि चाहिँ टमाटरहरू तपाईँहरूलाई चाहियो भने चाहिँ यहाँनिर आउन सक्नुहुन्छ तपाईँले यो जोरसिमलदेखि ठ्याक्क अपोजिट होइन खडाङ्गी भनेर भनिन्छ एरिया चाहिँ खडाङ्गी भनेर भनिन्छ तर खडाङ्गी भन्नाले भित्र गाउँ चाहिँ छिर्नु पर्दैन खोलाकै छेउमा हो तपाईँको निन्दा खोलाकै छेउमा हो सो है म तपाईँहरूलाई लोकेसन चाहिँ अलिकति मजाले बुझाएर म भनिदिन्छु होइन अहिले एकछिनमा चाहिँ सो म देखाइ पनि दिन्छु तपाईँहरूलाई कहाँदेखि कता के कस्तो भन्ने कुराहरू त्यो दिदी उयो पहेँलो बोट चाहिँ के को त्यो बिमसिमी पनि भन्छ रडसिमी पनि भन्छ ए बिमसिमी रडसिमी अरे यो चाहिँ कहिले फल्ने पर्यो यो त फलिसकेको अब उखाल्नु अब नेक्स्ट कहिलेसम्म हुन्छ सकिएको अब फ्याल्नु मात्रै बाँकी यो फ्याल्ने हो फेरि नयाँ अब फेरि नयाँ ए टाइम लाग्ने रहेछ टमाटर अहिले चाहिँ काँचै छ अबको 15 दिन पछाडि रातो हुन्छ म त्यतिखेर चाहिँ दिदी म आउने कोसिस गर्छु ल म बेच्ने व्यावसायिक मान्छे चाहिँ होइन आफ्नो घरको खानको लागि चाहिँ म लिएर जान्छु ल कति के हुन्छ ल हुन्छ दिदी मलाई त थाहा थिएन साँच्ची भनेको म त अब आउँछु नि दिदी यहाँनिर थाहा थिएन मलाई साँच्ची भनेको यो म आजै देख्दैछु यहाँनिर म यो एरियामा धेरै समय भयो क्या म यतातिर नआएको पहिले अलिक सानोमा चाहिँ आइन्थ्यो सो धेरै समय भयो अहिले अचानक भित्र छिर्दाखेरि देखेँ क्या चोरेछ यो त तिम्रो मुख गर्दैन ब्रो हाम्रो साथीभाइ दाजुभाइहरूले चाहिँ यहाँनिर काम गर्दै हुनुहुँदो रहेछ उहाँ एकजना दाजुले चाहिँ पानी लिएर आउँदै हुनुहुन्छ होइन लास्ट गाह्रो हुन्छ है घाममा काम गर्नलाई यतिको गाह्रो हुन्छ सबै पैसाले नै गर्छ है गाह्रो हुन्छ एकदम यस्तो छ बाटो चाहिँ होइन यहाँबाट झरेँ म चाहिँ झरेर यो ठाउँमा ट्याक्क यहाँ आइपुग्यो होइन अब मेरो गाडी चलाउनुपर्ने हुन्छ चक्कु पनि हातमा लिएको छु खाली खुट्टा पानी चाहिँ मजाको चिसो क्या सही हो आमा आउँछु भनेर भन्दै हुनुहुन्थ्यो कि अनि मैले चाहिँ अब किन यस्तो खोलामा चाहिँ एक्लै जानुहुन्छ बरु म जान्छु भनेर चाहिँ आमालाई मैले घरमै राखेर आएँ होइन नजानु एक्लै होइन बरु म जान्छु पूजामा अनि एकचोटि देखा परेर आउँछु भनेर चाहिँ म निस्केको होइन घरबाट
ठिकै हो नि त। अब आमाको त एज पनि धेरै भइसक्यो होइन। अब विभिन्न हुन्छ यस्तो खोलातिर एक्लै हिँड्यो भने त्यो पनि यस्तो 12 बजे 11:30 बजे अलिकति केले छुन्छ कि भन्ने एउटा जुन हुन्छ नि त्यो कुराहरू त्यस्तो सतर्क हुनुपर्छ। सो दिस इज माई बाइक। अगाडिबाट चाहिँ क्या मजाको भुन्टी लेखिरहेको छ होइन। अनि यतापट्टि साइडमा चाहिँ YGM स्वाम। अब म चाहिँ बाइक स्टार्ट गरेर घरतिर लाग्दै गरेको अवस्था टिटिट टिटिट गरिरहेको छ। यिनीहरूलाई नै मेरो बाइकको अगाडि राख्नुपर्छ क्या हो। हरेन छैन मेरो बाइकमा टिटिट टिटिट गर्दो रहेछ यार। भ्लगहरू गर्दाखेरि चाहिँ मैले यो ठाउँबाट चाहिँ तपाईँलाई मैले देखाइरहेको थिएँ होइन। अहिले चाहिँ म खोलाको पारिपट्टि आइसकेको छु होइन। यो बाटोदेखि अनि बाटो जस्तो छ होइन। अनि यतापट्टि चाहिँ मेरो गाउँ हो है। यतापट्टि चाहिँ मेरो गाउँ छ होइन। यतापट्टि चाहिँ मेरो गाउँ छ है। गाउँ देख्न सक्नुहुन्छ तपाईँहरूले। अब यो डाँडासाडाले गर्दा अलिकति देखा पनि छैन होला। सो अनि आउँदाखेरि चाहिँ तपाईँको निन्दा पुल ठ्याक्क त्यो पुलिस चौकी छ त्यहाँनिर होइन। उयो परको सेतो सेतो देखिरहेको पुलिस चौकी हो। सो त्यो छेउको बाटो पनि छ। यो बाटोबाट चाहिँ यो हुन्छ नि डाँडा 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 यहाँनिर आएर चाहिँ ठ्याक्क यहाँनिर। अनि हाम्रो गाउँबाट आउनुहुन्छ भने चाहिँ ठ्याक्क जोरसिमलबाट चाहिँ चेकपोस्टबाट तल सिधै झरे पछाडि अनि खोला झर्ने बाटोमा आइपुगे पछाडि यहाँनिर आइपुग्नुहुन्छ तपाईँहरू। यहाँनिर आइपुग्नुहुन्छ सिधै। अनि त्यहाँबाट म अहिले यहाँनिर छु। फेरि पनि टाढो छैन। त्यस पछाडि यहाँबाट त्यहाँ पुग्नुपर्छ। यहीँ पर त्यो गाडी जस्तो छ नि अब त्यहाँनिर पुग्नुपर्छ। त्यति नै हो। धेरै टाढो पनि जानु पर्दैन गाइज होइन। यस्तो टमाटर समटरहरू चाहियो भने यस्तो काँक्रा साक्राहरू सिजनमा सबै आइटम नै हुँदो रहेछ क्या त्यहाँनिर चाहिँ। जे होस् मलाई खुसी लाग्यो। आफ्नो एरियामा चाहिँ मैले यस्तो कुराहरू चाहिँ मैले देखेको थिइनँ। अबको दिनमा चाहिँ मलाई चाहियो भने चाहिँ मलाई होइन सब्जीहरू चाहियो भने चाहिँ म चाहिँ यहीँनिर आउँछु। फिक्स नै हो 100%। यहीँ आउँछु यहीँबाट लिएर जान्छु। ताजा खाने हो नि त। किन बाहिरको यार सुई तुई हानेको हुन्छ के हानेको हुन्छ भन्ने कुराहरू हुन्छ होइन। केमिकलहरू हालेको हुन्छ भनेर म चाहिँ त्यस्तो खानु हुँदैन जस्तो लाग्छ कि। बरु घरमै चाहिँ आफूले नै केही कुराहरू रोपेर चाहिँ त्यसबाट खाँदा आफूलाई मनमा सन्तुष्टि पनि हुन्छ होइन। आनन्द पनि फिल हुन्छ र आफ्नो हेल्थलाई राम्रो पनि हुन्छ क्या है। बाई बाई टाटा।